प्राय जसो मिडल एजका मान्छेहरू विभिन्न ठाउँमा जाँच गराएर उहाँको ब्लड प्रेसर हाई छ अथवा सुगर हाई छ भनेर जानकारी पाइसकेपछि पनि म त भर्खरकै मान्छे छु भने किन अहिले औषधि सुरु गरिहाल्ने भन्ने एउटा जिज्ञासा लिएर अथवा अप्रोप्रिएट सजेसन नपाएर औषधि नखाइकन विभिन्न मेजर्सहरू अप्नाइकन यो सबै अपनाउँदा पनि प्रेसर सुगर दुइटै नघटिरहेको अवस्थामा पनि ठाउँ ठाउँमा घुमिरहेको मैले पाउँछु। म कहाँ पनि विभिन्न खालका यङ मान्छेहरू आइरहनुहुन्छ, मिडल एज अथवा यङ एजका। अब यसमा बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि ब्लड प्रेसर बढेर जुन असर अङ्गमा गरिरहेको हुन्छ, सस्टेन रूपमा ब्लड प्रेसर अथवा सुगरले विभिन्न अङ्गहरूलाई बिगार्न सुरु गरिसकेको हुन्छ। जस्तो मृगौलालाई मुटुको साइज अथवा मुटुमा जाने रगत नलीहरूको खुम्चाइ यसलाई चाहिँ बिगारिरहेको हुन्छ। सो अल्टिमेटली के हुन आउँछ भने प्रेसर पनि कन्ट्रोल नभएर आउँछ र विभिन्न अङ्गहरूमा असर सुरु भइसकेपछि मान्छेले त्यो अङ्गहरू सँगसँगै बिग्रेको अङ्गहरूलाई चाहिने औषधि सँगसँगै ब्लड प्रेसरको औषधि अथवा मधुमेहको औषधिहरू खानुपर्ने अवस्था आउँछ। सो यस्तो कुरा के बुझ्नु जरुरी छ भने त्यो एउटा चक्की जसले चाहिँ तपाईँको आयुलाई 40 वर्षबाट 80 वर्ष अथवा 90 वर्षसम्म पुर्याइदिन्छ र अलमोस्ट स्वस्थ जीवन नै बाँच्ने बनाइदिन्छ। त्यसमा हामीले हेलचक्राइ गर्यो अथवा डिले गरेर औषधि नै खान जति ढिला गर्दै गयो त्यति अर्गनहरूमा असर भएपछि चाहिँ एक त लाइफ स्प्यान मान्छेको आयु नै अलिक कम हुन आउने अथवा 40 देखि 60 को बिचमै पनि विभिन्न खालका अरू जस्तै किडनीमा असर, मुटुमा असर भएर त्यो औषधिहरू सँगसँगै प्रेसरको औषधि पनि कन्टिन्यू गर्नुपर्ने हुन्छ। सो तपाईहरुलाई एउटा अनुरोध के छ भने यस्तो आफूलाई फिल भइरहेको छ, प्रेसर बढिरहेको छ, सुगर बढिरहेको छ, म औषधि खाऊ कि नखाऊ, यो अवस्थामा एकचोटि चिकित्सकसँग गएर राम्रोसँग परामर्श लिनु पर्यो र औषधि नै सुरु नगर्ने पहिला अब लाइफस्टाइल मोडिफिकेसनमा जाने हो भने पनि अहिले अङ्गमा असर भएको छ कि छैन र कति टाइम दिने त मैले आफूलाई यो यति टाइम टार्गेट राख्नु पर्यो। 1 महिना, 2 महिना, 3 महिना योभन्दा बढी पनि अब लाइफस्टाइल मोडिफिकेसनबाट कन्ट्रोल भइरहेको छैन प्रेसर सुगर भने समयमा नै औषधि उपचार सुरु गर्नु नै राम्रो हुन्छ।